नमस्ते सबैजनालाई, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म मेरो मर्निङ स्किन केयर रुटिन सेयर गर्न गइरहेको छु। मैले किन भोइस ओभर गरेको भने मेरो साउन्डमा हल्का प्रब्लम आयो कि टेक्निकल प्रब्लम, त्यही भएर चाहिँ मैले यसरी मेरो भोइस ओभर गर्दैछु। किन देखाएको भने मेरो चाहिँ जम्मै स्किन केयरहरू मैले फेस वासहरू सबै गरिसकेँ कि अनि केही छैन कि फेसमा। अनि डक्टरजीको फर्स्टमा चाहिँ मैले डक्टरजीको टोनर लाउँछु अनि चाहिँ एकदम राम्रो छ। मोर देन इयर भइसक्यो मैले युज गरेको। अनि मैले चाहिँ यो बोतलमा हालेको छु किनभने फेसमा लाउन सजिलो हुन्छ कि सबै ठाउँमा फैलेर पुग्छ, अनि त्यही भएर सजिलो भएर मैले त्यसरी हालेको। अनि त्यसपछि चाहिँ हल्का जेन्टली ट्याप ट्याप गर्ने, मजासित होइन, बिस्तारै आफ्नो फेसमा ट्याप ट्याप गर्नुहोस्। अनि त्यसपछि चाहिँ 1 मिनटदेखि 2 मिनटसम्म चाहिँ मैले छोडिदिन्छु। अनि मेरो केही मिस्टेक भएको छ रुटिनहरूमा भने चाहिँ भन्नु होला। अनि त्यसपछि चाहिँ मैले देखाएँ मेरो म्याक्सीको फेसन सो। आई लभ म्याक्सी, यस्तो कम्फर्टेबल हुन्छ। अनि त्यसपछि चाहिँ मैले युज गर्छु कोसारेक्सको नाइसिनामाइडको सेरम। नाइटमा चाहिँ मैले यो आफ्नो फेसलाई जति चाहिन्छ त्यति युज गर्छु भने मर्निङमा चाहिँ 2 ड्रप मात्रै युज गर्छु, धेरै होइन। अनि त्यसपछि चाहिँ यो युज मजासित युज गरेको नि मैले 3 महिना जति भयो होला। यस्तो राम्रो काम गरिरहेको छ यसले पनि। अनि मेरो चाहिँ साथीहरू भन्नुहुन्छ भने पहिला यस्तो पिम्पल थियो, जसले मलाई चिन्नुहुन्छ त्यो त थाहा, मेरो दिदी साथी भाइ बहिनी मम्मी बाबा सबैले थाहा। यस्तो थियो, मेरो नजर चाहिँ नलाओस् है मेरो फेसलाई। अहिले चाहिँ यतिको भएको छ। अनि म पत्तर पत्तर गरिरहेको छु, त्यहाँ के भनिरहेको छु मलाई पनि थाहा छैन। अनि फेरि मेरो सोस प्रदर्शन सुरु हुन्छ है फेरि बिचमा टच्च लाएर। अनि मैले चाहिँ त्यस्तो गरेँ। अनि हल्का त्यो एब्जर्ब हुँदैछ कि राम्रोसित एब्जर्ब हुन दिनुपर्छ कि मेरो बोली हेर्नु न के गर्ने। अनि मेरो रुम देखाएको रुम त्यस्तो छ। अनि साथीहरू फेस ओइली हुँदामै के अरे मोइस्चराइजर नलाउने भने चाहिँ होइन, म पनि रङ थिएँ। जसले त्यस्तो सोध्नु भएको तपाईँहरू पनि रङ हो, फेसमा मोइस्चराइजर लाउनै पर्छ कि साथीहरू। जसले त्यो सोच्नु भएको नि मेरो ओइली फेस छ मोइस्चराइजर लाउनु पर्दैन, किन चिल्लो बढाउने हो र। अनि त्यो चाहिँ तपाईँहरू नि रङ, म पनि रङ थिएँ। मैले चाहिँ मेरो मिस्टेकलाई सुधारिसकेँ, हजुरहरू पनि सुधार्नु होला। अनि यो डक्टरजीको गुड पार्ट चाहिँ फेसमा एकदम स्टिकी हुँदैन, एकदम छिटो राम्रो एब्जर्ब हुन्छ। अनि त्यो व्हाइट पार्टहरू त्यस्तोहरू केही बस्दैन, यस्तो राम्रो छ। झन् सेन्सिटिभ स्किन हजुरहरूको छ भने एकदम राम्रो हुन्छ है। मेरो पनि सेन्सिटिभ स्किन छ। अनि हजुरहरूले जहिले पनि प्रडक्ट चुज गर्दाखेरि ट्रेन्डी त्यस्तो चुज गर्ने होइन है, आफ्नो फेसलाई जुन चाहिँ राम्रो हुन्छ त्यही चाहिँ युज गर्नु भन्ने चाहिँ मेरो रिकमेन्ड। अब मैले नि युज गरेको, मैले नि भोगेको हो, मैले त्यही भएर हजुरलाई भनेको। मैले नि आई युज लट्स अफ प्रडक्ट, अनि त्यसले चाहिँ मेरो काम गरेन। अनि त्यो म रिटर्न ब्याक टु माई ओन प्रडक्ट, ओल्ड प्रडक्ट। सो हजुरहरू पनि त्यही गर्नु होला। तपाईँहरूलाई यदि ट्राई गर्नु मन छ भने फर्स्टमा फेसमा त्यो फेसको अलिकति पार्ट मात्रैमा चाहिँ रेगुलर धेरैमा हजुरहरूले चाहिँ 2-3 हप्ता चाहिँ युज गरेकै हुनुपर्छ कि, किनभने त्यो कुनै पनि कुराहरूले चाहिँ छिटै रियाक्सन देखाउँदैन कि, अलिक ढिलो देखाउँछ। सो आफ्नो फेसको अलिकति पार्टमा चाहिँ युज गर्नु। अनि त्यसपछि चाहिँ आफ्नो फेसलाई राम्रो भयो भने लाउनु, नत्र भए चाहिँ नलाउनु। अनि मैले जसरी हल्का जेन्टल्ली मसाज गर्नु, अब आफ्नो वे होला, हजुरहरू पनि आफ्नै वेमा मसाज गर्नु फेसलाई मजासित, धेरै हार्डली चाहिँ होइन, ठिक्कको जेन्टल्ली चाहिँ मसाज गर्नु। मैले चाहिँ यसरी गर्छु, हजुरहरूले कसरी गर्नुहुन्छ। अनि मैले मर्निङ केयरमा यो नाइसिनामाइड अनि त्यसपछि मोइस्चराइजर लगाएपछि चाहिँ मेरो लास्ट भनेको चाहिँ के अरे सनस्क्रिन ब्युटी अफ जुसनको युज गर्छु। यो युज गरेको नि 7-8 महिना भयो नि, एकदम राम्रो काम गरिरहेको छ। अनि हजुरहरूले चाहिँ घरभित्र बसे पनि मोइस्चराइजर चाहिँ लाउनै पर्छ है साथीहरू। लाएको त आफ्नो समय भए त 2-3 चोटि लाउँदा राम्रो, नत्र भए चाहिँ बिहान एकचोटि भने नि लाउनु है। सनस्क्रिन चाहिँ फेसलाई एकदम जरुरी हुन्छ। अनि यसको गुड पार्ट भनेको चाहिँ के हो तपाईँहरूलाई थाहा, त्यो प्रायः जस्तो सनस्क्रिनहरू यति लाग्यो भने व्हाइट पार्ट देख्छ अनि राम्रोसित के अरे उस हुँदैन नि त, राम्रोसित लाग्दैन नि त। यसको चाहिँ एकदम एकदम फेसमा राम्रोसित फैलेर एक्सप्लोर भएर
एकदम छिटो के भन्छ मलाई भन्न आएन, तर हजुरहरूले बुझ्नुहुन्छ होला, मेरो फेसमा हेरेर बुझ्नुहोस्। मलाई भन्न चाहिँ आएन। अनि राम्रोसित एब्जर्ब हुन्छ, त्यो वाइट पार्टहरू बस्दैन। अनि त्यो बाक्लो त्यो फेसलाई यसरी उस गर्दाखेरि पनि उस हुँदैन, स्किन टचै पनि हुँदैन, एकदम राम्रोसित एब्जर्ब गर्छ। मेरो फेसमा लगाएको देख्न सक्नुहुन्छ हजुरहरूले। अनि मेरो चाहिँ मर्निङ रुटिन यति नै हो साथीहरू। मैले देखाएको छु कि यस्तो राम्रो एक्सप्लोइट हुन्छ अनि स्टिकी नै हुँदैन कि, नो स्टिकी। हेर्नु न, मैले केही फिल्टर केही युज गरेको छैन। हस्, धन्यवाद, बाई बाई।